हेलो गाइस सबैजनामा नमस्ते हैन अनि आज हामीले एउटा होनहार गायक पनि गुमाएका छौँ प्रशान्त तामाङ। उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहे र उहाँको परिवारलाई धैर्य धारणा गर्ने शक्ति पाथिभरा माताले प्रदान गरून् भनेर म प्रार्थना गर्न चाहन्छु। र मान्छेको जीवन चाहिँ केही पनि होइन रहेछ कि हैन। मान्छे जति कमाउँछु म जति धनी बन्छु हैन, अनि अर्काको रिस राग हैन, त्यो इगो चाहिँ एकदम धेरै हुन्छ नि त हामीसँग। तर म चाहिँ के चाहन्छु भने हामी स्वतन्त्र रूपले स्वतन्त्र ढङ्गले सबैलाई बाँच्ने अधिकार छ हैन। जसले मेहनत गर्छ उसले कमाउँछ, जसले मेहनत गर्न चाहँदैन उसले कमाउँदैन हैन। जो अरूसँग चाहिँ डिपेन्ड भएर रहन्छ उसले चाहिँ कमाउन सक्दैन। जसले चाहिँ थोरै होस् या धेरै होस् मैले मेहनत गर्नै पर्छ, आफ्नो खुट्टामा उभिनै पर्छ भन्ने जो चाहन्छ ऊ चाहिँ धनी बन्ने हो नि त, उसले चाहिँ कमाउँछ नि त। त्यो भएर अर्काको चियो चासो अनि विभिन्न कुराहरू छोडेर हामी सबै आफ्नो बाटोमा लाग्नुपर्छ हैन। मेरो चाहिँ मान्यता के हो भने मैले कसले के भन्छसँग पनि सरोकार राख्दिनँ र कसले के गर्दैछसँग पनि सरोकार राख्दिनँ। राम्रा कुराहरू रहेछन् भने म सिक्ने कोसिस गर्छु हैन। यदि छैन भने म त्यो अर्काका ती नचाहिने कुराहरू गरेर नचाहिने कुराहरू सुनेर म 1 मिनट समय पनि खर्च गर्दिनँ। किनभने म त सिङ्गल हो, म त कसैको आमा हो हैन। मलाई चाहिँ समयको एकदम धेरै महत्त्व छ हैन। मलाई सेकेन्डको मिनेटको समयको मेरोमा चाहिँ हिसाब किताब हुन्छ, त्यही अनुसारले म चल्ने गर्छु। त्यही भएर सबैजनालाई म के आह्वान गर्न चाहन्छु भने हामीले समयको महत्त्व बुझेर आफ्नो महत्त्व बुझेर म के गर्दैछु भन्ने कुरालाई ध्यान दिएर कसैले राम्रो नराम्रो भनेर साह्रै फरक पर्दैन। म के गर्दैछु र कहाँ हिँड्दैछु भन्ने कुरा आफूलाई चाहिँ थाहा पाउनुपर्छ हैन। अब हामीहरूले हाम्रो उमेरको हिसाबले पनि कुन कुरा राम्रो कुन कुरा नराम्रो, के गर्नुहुन्छ के गर्नु हुँदैन त थाहा छ नि त हामीलाई। त्यो भएको भएर सबैले सकारात्मक सोचेर अगाडि बढौँ। सकारात्मक सोच्नु नै जीवनको सबैभन्दा ठुलो सफलता त्यहाँबाट पाइन्छ भन्न चाहन्छु म चाहिँ। अरे मेरो चाहिँ चाहना पनि त्यही हो हैन। मलाई कसैले नराम्रो भन्यो अरे भनेर पनि खासै फरक पर्दैन हैन। अब अगाडि नै भनिहाल्यो भने त म हिसाब किताब त्यहीँ क्लियर गर्छु हैन भने चाहिँ म आफै स्वयं व्यक्ति छु, म कहाँ हिँड्दैछु के गर्दैछु भन्ने कुरा मलाई थाहा हुन्छ। त्यही भएर म अर्काको चासोप्रति चाहिँ खासै ध्यान दिँदिनँ। र सबैजनालाई हेर्ने आँखा चाहिँ सकारात्मक बनाऊ, राम्रो हिसाबले हेरौँ। समाजमा चाहिँ फलानाले यसो भन्दियो अरे, तँलाई ढिस्कानाले यसो भन्दियो अरे भन्दै पनि हामी त्यही इगोतिर जान्छौँ क्या। तर मान्छेले कुन इन्टेन्सनले के कुरा सुनाएको हुन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ। त्यो भएको भएर हरेक पललाई हरेक क्षणलाई इन्जोय गर्ने कोसिस गरौँ भन्दै सबैजनालाई गुड नाइट भन्दै म बिदा हुन चाहन्छु। बाँकी फेरि अर्को भिडियोमा भेट्नुपर्छ।